चुरोटमा करिब 10% सम्म र मदिरा तथा बियरमा लाग्ने अन्तशुल्कमा वृद्धि गरेको छु। गैर कर राजस्व परिचालनलाई प्रभावकारी बनाउन छाता कानून ल्याउनेछौँ। राजस्व प्रशासनमा आधुनिकीकरण। राजस्व अनुसन्धान विभाग खारेज गरी यसले गर्दै आएका कार्य विषयगत निकाय मार्फत सम्पादन हुने व्यवस्था मिलाउनेछौँ। वार्षिक रु 10 करोड भन्दा माथि कारोबार गरी विद्युतीय बिजक जारी गर्ने सबै व्यवसायलाई अनिवार्य रूपमा केन्द्रीय बिजक अनुगमन प्रणालीमा आबद्ध गर्नेछौँ। साना व्यवसायीलाई विद्युतीय माध्यमबाट भुक्तानी लिन प्रोत्साहन गर्नेछौँ। कर परीक्षण गर्नुपर्ने अवधि 3 वर्ष कायम गरेको छु। जोखिममा आधारित कर अनुसन्धान तथा परीक्षणका लागि कृत्रिम बुद्धिमत्ता सहितको असेसमेन्ट पद्धतिको विकास गर्नेछौँ। डिजिटल अन्तशुल्क टिकटको सुरुवात गर्ने व्यवस्था मिलाएको छु। अन्तशुल्क चुहावट नियन्त्रण गर्न विद्युतीय ट्र्याक एन्ड ट्रेस प्रणालीको सुरुवात गर्नेछौँ। भौतिक नियन्त्रणमा आधारित अन्तशुल्क प्रशासनलाई जोखिमको आधारमा क्रमशः स्वयं निष्कासन प्रणालीमा रूपान्तरण गर्ने व्यवस्था मिलाइनेछ। पेपरलेस, फेसलेस र कन्ट्याक्टलेस राजस्व प्रशासनको विकास गर्नेछौँ। कर विवरण बुझाउने, भुक्तानी गर्ने, फिर्ता लिने लगायतका सेवाहरू स्वचालित रूपमा प्रवाह हुने व्यवस्था मिलाउनेछौँ। कर्मचारीको मनोबल उच्च बनाई राजस्व परिचालन वृद्धि गर्न राजस्व प्रशासनमा कार्य सम्पादन सूचकका आधारमा प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु। एक ठाउँबाट अर्को ठाउँमा वस्तु ढुवानी गर्दा एक भन्दा बढी स्थानीय तहमा लगाइने गरेको निकासी, कवाडी लगायत बहुकर लिन पाइने छैन। प्रदेश र स्थानीय तहका कर भुक्तानी गर्दा स्थायी लेखा नम्बर खुलाउनु पर्ने व्यवस्था गर्नेछौँ। असल व्यवसायीको सम्मान एवं व्यापार सहजीकरणको लागि अथोराइज्ड बिजनेस पर्सनको पहिचान सहित भन्सारमा ब्लू लेन मार्फत जाँच पास गर्ने व्यवस्था मिलाउनेछौँ। कारोबार मूल्यमा आधारित अनलाइन भन्सार जाँच पास प्रणालीलाई थप सुदृढ, पारदर्शी र यथार्थपरक बनाउनेछौँ। भन्सार जाँच पास पछिको परीक्षण कार्यालयको पुनर्संरचना गर्नेछौँ। स्थल मार्गबाट नेपाल प्रवेश गर्ने पर्यटकको सहजीकरणका लागि सबै मूल भन्सार कार्यालयमा सवारी साधनको अस्थायी पैठारी घोषणा गर्ने र शुल्कको भुक्तानी अनलाइनबाट हुने व्यवस्था मिलाइसकेको छु। विवाह प्रयोजनका लागि ल्याउने सामान घोषणा, धरौटी लिने र विवाह सकेर फर्कदा धरौटी फिर्ता दिने व्यवस्थालाई स्वचालित बनाउनेछौँ।